राउन्डबाट आउँदै गर्दाखेरि हामीले सहभागिता बिर्तामोड भन्दा अलिकति ज्यादा चाहिँ बाहिरको बढी देख्यौँ। काठमाडौँ, पोखरा, बुटवल, इटहरी, ताप्लेजुङ, इलाम अनि चाहिँ नि चितवन, यी यस्ता लोकेसनका, अनि बिर्तामोड, झापा एरियाका, दमक, यी यस्ता एरियाका कन्टेस्टेन्टहरू चाहिँ बढी जोडिएका थिए। अनि यहीँबाट छनौट हुँदै पोखरा, काठमाडौँ यी समग्र केही कन्टेस्टेन्टहरू चाहिँ यसमा जोडिनु भएको छ। त्यहाँभित्र कति सैलुन छ भन्ने चाहिँ स्टिल समुदाय बाहेक नै चाहिँ बढी पाइयो। हजुर, ठाकुर समुदाय बाहेक नै बढी पाइयो, अलिकति कम्ती रूपमा देखियो। यो चाहिँ हामीले अब अझै यो नलेज हामीले अझै समग्र सम्पूर्ण चाहिँ नि हेयर आर्टिस्टहरूमा पुर्याएर चाहिँ आगामी सिजन, यो सिजन हामीलाई अलिकति च्यालेन्जिङ पनि थियो, किनभने हामीलाई चाहिँ नि स्पोन्सरहरूलाई बुझाउनु गाह्रो भयो, कन्टेस्टेन्टहरूलाई बुझाउनु गाह्रो भयो। यो आइडिया नयाँ थियो, यो कन्सेप्ट नयाँ थियो, समग्र रूपमा सबै कुरा नयाँ हुँदै गर्दाखेरि चाहिँ हामीलाई यो कुरा बुझाउनको लागि चाहिँ अलिकति डिफिकल्टिज भयो। बट वी गट द बेस्ट जज इन नेपाल अफ नेपाल, बिकज हामीले जुन निल डेभिड सर ल्याउनुमा सफल भयौँ, र्याम गुरुङ सर फ्रम पोखरा ल्याउन सफल भयौँ र विराटनगरबाट सरोज थापा ल्याउन सफल भयौँ। यी तिनै व्यक्तिहरू चाहिँ नि जेन्ट्स हेयरसँग रिलेटेडमा चाहिँ एकदमै विज्ञ व्यक्तिहरू हुन् र समग्र सम्पूर्ण हेयर आर्टिस्ट, समग्र नेपालभरिको हेयर आर्टिस्टहरूले चाहिँ उहाँहरूलाई एज एन जज एक्सेप्ट गरेका व्यक्तिहरू हुन्।